10 बजे 10 खबरमा तपाईंलाई स्वागत छ। जेनजी आन्दोलनका क्रममा राष्ट्रिय वाणिज्य बैंक बानेश्वरको शाखाबाट 5 करोड 15 लाख रुपियाँ नगद र झण्डै 18 किलो सुन लुटपाट भएको खुलेको छ। नेपाल राष्ट्र बैंकका गभर्नर विश्वनाथ पौडेलले एक पोडकास्टमा यस्तो बताउनु भएको हो। भदौ 24 गते प्रदर्शनकारीले बानेश्वरमा रहेको संसद भवनमा आक्रमण गर्दा नजिकैको राष्ट्रिय वाणिज्य बैंकको शाखामा पनि लुटपाट र तोडफोड भएको थियो। बैंकका अनुसार लुटपाट भएको सुन धितोका लागि राखिएको हो, जसको बीमा हुन्छ। राष्ट्र बैंकका अनुसार जेनजी आन्दोलनका क्रममा देशभर रहेका बैंक तथा वित्तीय संस्थाका 68 वटा शाखा र एक्सटेन्सन काउन्टर 69 वटा एटीएममा तोडफोड तथा आगजनी भएको छ। राष्ट्र बैंकले क्षतिको तथ्याङ्क संकलनकै क्रममा रहेको जनाएको छ। राष्ट्रिय गौरवको आयोजनाका रूपमा रहेको निर्माणाधीन सिद्धबाबा सुरुङ मार्गको काम 61% सकिएको छ। 1126 मिटर लामो सुरुङ छिचोलिएपछि कामले गति लिएको हो। अहिलेसम्म लाइनिङ र ढलानको काम सकिएको सिद्धबाबा सुरुङ मार्ग आयोजनाका कार्यालय प्रमुख दूध अधिकारीले जानकारी दिनुभयो। सिद्धार्थ राजमार्ग अन्तर्गत पाल्पाको 3औं गाउँपालिका 3 दोभान सिद्धबाबा क्षेत्रमा निर्माणाधीन सुरुङको अहिलेसम्म भौतिक प्रगति 61.5% र वित्तीय प्रगति 51.1% रहेको आयोजना कार्यालयले जनाएको छ। पर्यटन क्षेत्रसँग सम्बन्धित व्यवसायीहरूले पर्यटन बजार पूर्ववत अवस्थामा फर्किएको बताएका छन्। जेनजी आन्दोलनका कारण केही दिन असहज अवस्था भए पनि अहिले होटल, रेस्टुरेन्टदेखि एयरलाइन्स, ट्रेकिङ र ट्राभल व्यवसायसम्म सबै गतिविधि पूर्ववत अवस्थामा फर्किएका हुन्। नेपाल होटल संघ हानका अध्यक्ष विनायक शाहले पर्यटन क्षेत्र फेरि सामान्य अवस्थामा फर्किसकेको भन्दै अब शंका नगर्न आग्रह गर्नुभयो। अध्यक्ष शाहका अनुसार अहिले होटलका क्षमता वार्षिक 25 देखि 26 लाख पर्यटकलाई सेवा दिन सक्नेछ। काठमाडौँको कोटेश्वरमा रहेको भाट भटिनीमा जलेको अवस्थामा एउटा शव भेटिएको छ। जेनजी प्रदर्शनका क्रममा आगजनी भएपछि सरसफाईका क्रममा आज शव भेटिएको जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी अपिलराज बोहराले जानकारी दिनुभयो। उहाँका अनुसार रामेछापको खाडादेवी गाउँपालिका 6 घर भई ललितपुरको च्यासल बस्ने 22 वर्षीय विकास रसाइलीको शव भेटिएको हो। शव पुरै डढेको अवस्थामा रहेको र शव नजिकै भेटिएको मोबाइल सिमबाट रसाइलीको पहिचान भएको एसपी बोहराले बताउनुभयो। उनको परिवारले हराइरहेको बारेमा जानकारी गराएका थिए। यसअघि चुच्चेपाटीमा रहेको भाट भटिनीमा जलेको अवस्थामा भेटिएका 6 वटा शवका अस्थिपञ्जरको भने पहिचान भएको छैन। आज भेटिएको शवसहित जेनजी आन्दोलनका क्रममा ज्यान गुमाउनेको संख्या 74 जना पुगेको छ। औसत रूपमा अबको 15 दिनमा मनसुन बहिर्गमन हुनुपर्ने समय भए पनि अहिले सक्रिय बन्न थालेको छ। जल तथा मौसम विज्ञान विभाग अन्तर्गत मौसम पूर्वानुमान महाशाखाले अहिले मनसुनको न्यून चापिय रेखा सरदर ठाउँ आसपास रहनुका साथै अरब सागर र बंगालको खाडीबाट जलवाष्पयुक्त हावाको समेत प्रभाव रहेकाले मनसुन सक्रिय भएको जनाएको छ। प्राय बहिर्गमन हुने समयमा मनसुन सक्रिय हुने महाशाखाका मौसमविद रोजन लामिछानेले बताउनुभयो। नेपालबाट मनसुन बाहिरिने सरदर मिति अक्टोबर 2 तारिख हो, जस अनुसार असोज 16 गते मनसुन बाहिरिनु पर्ने भए पनि यस वर्ष केही दिन लम्बिने अनुमान रहेको उहाँले बताउनुभयो। लामिछानेका अनुसार आज राति पनि देशभर साधारणतया मौसममा बदली रहनेछ। बागमती र लुम्बिनी प्रदेश सहित देशका पहाडी भूभागका केही ठाउँ तथा बाँकी भूभागका थोरै ठाउँमा मध्यम वर्षाको सम्भावना रहेको उहाँले बताउनुभयो। कोशी, बागमती र कर्णाली प्रदेशका पहाडी भूभाग तथा लुम्बिनी प्रदेशका तराई भूभागका 1-2 ठाउँमा ठूलो वर्षाको सम्भावना रहेको लामिछानेले जानकारी दिनुभयो। अन्तरिम सरकारका 3 जना मन्त्रीले आगजनी र तोडफोडका कारण क्षतिग्रस्त संसद भवनको अवलोकन गरेका छन्। आज गृहमन्त्री ओम प्रकाश अर्याल, अर्थमन्त्री रामेश्वर खनाल र ऊर्जा मन्त्री कुलमान घिसिङले सामूहिक रूपमा संसद भवनको अवलोकन गर्नुभएको हो। जेनजीको अगुवाईमा भदौ 23 गते भएको आन्दोलन र भदौ 24 गते भएको प्रदर्शनका क्रममा तोडफोड र आगजनी हुँदा संसद भवन भग्नावशेषमा परिणत भएको छ। आगलागी भएको भवन अवलोकनपछि सञ्चारकर्मीसँग कुरा गर्दै ऊर्जा, जलस्रोत तथा सिंचाई एवं भौतिक पूर्वाधार तथा यातायात र शहरी विकास मन्त्री कुलमान घिसिङले जेनजी आन्दोलनका क्रममा भएको क्षतिको आँकडा चाँडै सार्वजनिक गर्ने बताउनुभयो।
काठमाडौँको गोङ्गबुमा रहेको नयाँ बस पार्कमा यात्रुको घुइँचो लाग्न थालेको छ। दशैं पर्व सुरु नहुँदै नयाँ बस पार्कमा यात्रुको घुइँचो लाग्न थालेको हो। जेन्जी प्रदर्शनका कारण त्रिभुवन विश्वविद्यालय र त्यस अन्तर्गतका क्याम्पस विदा भएका विद्यार्थीहरू गृह जिल्ला जान थालेका हुन्। नयाँ बस पार्कमा यात्रुको घुइँचो बढ्न थालेको लोच्छे बहुउद्देश्य प्रणालीका मानव संसाधन प्रमुख पंकज मल्लले बताउनुभयो। उहाँका अनुसार यसअघि दैनिक 4 देखि 5,000 यात्रु बस पार्कबाट बाहिर नै गरेकामा अहिले यो संख्या बढेर 12 देखि 15 लाख पुगेको छ। आन्दोलन रोकिएर गाडी चल्न थालेपछि मात्रै 65,000 जना भन्दा धेरै यात्रु नयाँ बस पार्क हुँदै बाहिरिएका छन्। नेपाली यातायात व्यवसायी राष्ट्रिय महासंघका वरिष्ठ उपाध्यक्ष सरोज सिटौलाले नयाँ बस पार्कमा अहिलेदेखि यात्रुको भिड लाग्न थालेकाले यस वर्ष दशैंमा गृह जिल्ला जाने यात्रुको संख्या घट्न सक्ने बताउनुभयो। सरकारले दशैंको समयमा सार्वजनिक यातायातलाई व्यवस्थित बनाउने उद्देश्यले यही असोज 6 गतेदेखि असोज 22 गतेसम्म नेपालभर लागू हुने गरी रुट परमिट खुला गरेको छ। तर व्यवसायीले यस वर्ष दशैंका लागि अग्रिम टिकट नखोल्ने भएका छन्। चालु आर्थिक वर्ष 2082-83 को भदौ मसान्तसम्ममा सरकारको बजेट खर्च 9.17% पुगेको छ। महालेखा नियन्त्रक कार्यालयका अनुसार भदौ मसान्तसम्ममा चालुतर्फ 9.67, पुँजीगततर्फ 1.56 र वित्तीय व्यवस्थातर्फ 15.89% बजेट खर्च भएको हो। यस वर्ष कुल 19 खर्ब 64 अर्ब 11 करोडको बजेट ल्याइएकोमा भदौ मसान्तसम्ममा 1 खर्ब 80 अर्ब 17 करोड 4 लाख रुपियाँ खर्च भएको छ। यही अवधिमा सरकारले वार्षिक लक्ष्यको 10.43% राजस्व सङ्कलन गरेको छ। चालु आर्थिक वर्षका लागि 15 खर्ब 33 अर्ब 44 करोड 69 लाख राजस्व उठाउने सरकारी लक्ष्य रहेकोमा अहिलेसम्म 1 खर्ब 59 अर्ब 98 करोड 53 लाख रुपियाँ असुली भएको हो। ऊर्जा, जलस्रोत तथा सिंचाई, भौतिक योजना तथा यातायात र शहरी विकास मन्त्री कुलमान घिसिङले जेन्जी आन्दोलनका क्रममा सिंहदरबार परिसरमा जलाइएका गाडीलाई अन्यत्र लगी व्यवस्थापन गर्नुपर्ने बताउनु भएको छ। जलेका गाडीका कारण सिंहदरबार परिसर कुरूप देखिएकाले तिनलाई त्यहाँबाट हटाएर अन्यत्र लगी व्यवस्थापन गर्न उहाँले आज निर्देशन दिनुभएको मन्त्री घिसिङको सचिवालयले जनाएको छ। कार्यालयलाई थोत्रो देखाएर राख्नु भएन, यथाशक्य छिटो राम्रो बनाऊ। क्षति पुगेका गाडी यत्रतत्र छरिएर सिंहदरबार परिसर कुरूप देखिएको छ। अब सकारात्मक सन्देश दिन पनि तिनीहरूलाई तत्काल हटाएर व्यवस्थापन गरौँ, मन्त्री घिसिङले भन्नुभयो। मन्त्री घिसिङले विनाशबाट हामी उठ्यौं भन्ने सन्देश दिन सामान्य आगलागी मात्र भएका भवनका बाहिरी भागमा रङरोगन गर्ने, मन्त्रालय तथा कार्यालय परिसरमा आगलागीबाट क्षति भएका गाडी तुरुन्त हटाउने र क्षतिको मूल्याङ्कन तत्काल गर्ने काममा जुट्न निर्देशन दिनुभयो। सरकारले यस वर्षको संविधान दिवस सामान्य रूपमा मनाउने भएको छ। जेन्जी आन्दोलनका कारण उत्पन्न परिस्थितिले उत्सवका रूपमा मनाउन नसकिने भएकाले सामान्य रूपमा मनाउने तयारी गरेको गृह मन्त्रालयले जनाएको छ। गृह मन्त्री ओम प्रकाश अर्यालले सबै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरूसँगको भर्चुअल बैठकमा सामान्य कार्यक्रम गरेर संविधान दिवस मनाउने व्यवस्था गर्न निर्देशन दिनुभएको छ। सरकारले जिल्ला सहित संघमा पनि सांकेतिक रूपमा मात्रै दिवस मनाउने तयारी गरिरहँदा सेनाले पनि सामान्य रूपमा मात्रै दिवस मनाउने बताएको छ। यसैबीच राष्ट्रपति रामचन्द्र पौडेलले असोज 3 गते दिउँसो 3:30 बजे शीतल निवासमा संविधान विशेष कार्यक्रम राख्नु भएको छ। विशिष्ट व्यक्तिहरूलाई आमन्त्रण गर्ने कार्यक्रम पनि सामान्य मात्रै हुने जनाइएको छ। जिल्ला प्रहरी परिसर काठमाडौँले बिल बिनाका गरगहना नकिन्न आग्रह गरेको छ। गएको भदौ 23 र 24 गते भएको जेन्जी आन्दोलनका क्रममा काठमाडौँका विभिन्न ठाउँमा रहेका सरकारी कार्यालय, बैंक तथा वित्तीय संस्था, व्यापारिक प्रतिष्ठान सहित व्यक्तिगत घरमा समेत तोडफोड र आगजनी भएको थियो। त्यस क्रममा आगजनी र तोडफोड गर्ने समूहले बहुमूल्य गरगहना, सरसामान लुटपाट गरेका विवरण प्राप्त भएको प्रहरीले जनाएको छ। उनीहरूले लुटेका गरगहना, सरसामान, सुन चाँदी पसलमा ल्याउन सक्ने हुँदा बिल बिनाका सामान नकिन्न प्रहरीले विज्ञप्ति मार्फत आग्रह गरेको हो।